माननीय सदस्य सुलभ खरेल, त्यसपछि माननीय सदस्य कमल सुवेदी। सम्माननीय सभामुख महोदय, आज यस चलचित्र सम्बन्धी विधेयकको बारेमा छलफल गर्दै गर्दा मलाई मनपर्ने यस चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्वहरू विपिन कार्की, दयाहाङ राई, त्यसै गरेर हाम्रो छिमेकमा पङ्कज त्रिपाठी र इरफान खानलाई चाहिँ मैले सम्झिन चाहेँ। विशेष गरेर अब आज यो विधेयकको बारेमा छलफल गर्दै गर्दाखेरि हामीले हेऱ्यौँ भने सभामुख महोदय, यो अनुसूची 7 को 19 नम्बरमा हाम्रो संविधानले चाहिँ सङ्घ र प्रदेशको अधिकारभित्र चलचित्र र सिनेमा हलको व्यवस्था गरेको छ। तर हामीले हेऱ्यौँ भने यो सबै विधेयक अध्ययन गर्दै गयो भने यसमा चाहिँ प्रदेशको भूमिका नै एकदम सङ्कुचित देखिन्छ। बरु हिजोको ऐन 2026 सालको ऐनको दफा 11 मा हामीले हेऱ्यौँ भने प्रदेश सरकारलाई पनि बरु केही अधिकारहरू सार्वजनिक शान्तिमा खलल पुर्यायो भने त्यसलाई रोकथामको अधिकार चाहिँ दिएको छ। यसले गर्दाखेरि हामी अझै प्रोग्रेसिभ टुवार्ड्स फेडरलिजम हुनुपर्ने अलिकति भएनौँ कि भन्ने कुरा चाहिँ मैले ध्यानाकर्षण गर्न चाहेँ। यो एउटा हेक्लर्स भिटो भन्ने एउटा कन्सेप्ट हुँदो रहेछ। यसले चाहिँ के भन्छ भन्दाखेरि यदि कहीँ कतै प्रोटेस्ट हुन्छ भने प्रोटेस्ट हुने बाहनामा चाहिँ हामीले स्पिकरको राइटलाई चाहिँ कर्टेल गर्न सक्दैनौँ भनेर भन्छ। किन भन्दाखेरि राज्यको काम भने त स्पिकरको कन्स्टिट्युसनली प्रोटेक्टेड राइटलाई प्रोटेक्सन गर्ने कुरा हो भनेर चाहिँ भनिएको हुन्छ। त्यही भएर त्यस्तो दफा 11 जस्तो व्यवस्था चाहिँ अब चाहिँ हामीले सार्वजनिक शान्तिमा खलल पुग्छ भन्ने आधारमा नै फिल्महरूलाई चाहिँ अब ब्यान गर्न मिल्दैन भन्ने कुरा चाहिँ मैले जोड्न चाहेँ। यसै विषयमा चाहिँ यो अमेरिकाको यो सर्वोच्च अदालतले मिलर भर्सेस क्यालिफोर्नियाको टेस्टमा चाहिँ जस्तो हाम्रोमा कतिपय यो नियमनको सिलसिलामा हामीले चाहिँ धेरै फिल्महरूलाई चाहिँ ब्यान गर्ने रहेको हामीले यो प्रचलन देखिरहेका छौँ। हामीले चाहिँ फिल्मको कुनै एउटा सिनलाई मात्रै हेरेर त्यो न्युड छ कि छैन, एक्सप्लिसिट छ कि छैन भन्ने हिसाबले पनि त्यसमा सेन्सर बोर्डले रोक लगाइरहेको अवस्था छ। यस्तो हकमा चाहिँ यो समग्रतामा नै एउटा फिल्म सिङ्गो एउटा एपिसोड मात्र नहेरेर सिङ्गो फिल्मलाई नै हेरेर चाहिँ त्यसको निर्णय गर्नुपर्छ इन टोटलमा। अनि त्यसमा पनि उक्त सामग्रीले मुख्य रूपमा नै यौन उत्तेजनालाई प्रधान उद्देश्य मानेको छ भने त्यसलाई रोक्नुपर्छ। तर कुनै कुनै सिनहरू त्यस्तो छ भने जस्तो हामीले विदेशी फिल्महरूमा त्यस्तोमा रोकआउट देखिँदैन, तर नेपालका बोर्डहरूले चाहिँ त्यसमा रोकआउट रहेको देखिन्छ। र कुनै सामग्रीले स्पष्ट रूपमा नै आपत्तिजनक यौनजन्य आचरण देखाएको छ, एक्सप्लिसिट न्युडिटी देखाएको छ भने त्यसलाई चाहिँ अवश्य रोक्नुपर्छ। तर त्यस्ता सामग्रीहरू जसले कथा, चरित्र विकास वा कलात्मक अभिव्यक्तिको हिस्सा छ भने त्यस्तोमा हकमा चाहिँ कुनै पनि चलचित्रलाई पूर्व प्रकाशनमा चाहिँ निषेध लगाउनु हुँदैन, बरु त्यसको वर्गीकरण चाहिँ गर्नुपर्छ। जस्तो हामीले बेलायतमा देख्न सक्छौँ, त्यसमा चाहिँ हामीले त्यो वर्गीकरण एडल्ट हो कि प्यारेन्टल एडभाइजरीमा चाहिँ हेर्नुपर्ने हो कि त्यो रेस्ट्रिक्टेड टु चिल्ड्रेन हो भनेर त्यस्तो चाहिँ गर्नुपर्ने हुन्छ भनेर चाहिँ त्यो ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसनमा त्यस्तो व्यवस्था भएको हुँदाखेरि नेपालमा पनि त्यसरी हामीले यो राइटलाई चाहिँ इन्हान्स गरौँ।